नमस्ते दर्शकबिन, आज एकदमै खतरा डेन्जर माथिको डेन्जर भिडियो लिएर उपस्थित भइसकेका छौँ र यो भिडियो एकदमै खतरा छ है, एकदमै खतरा छ। तपाईले छुट्याउनै नहुने भिडियो हो यो। मजाले हेर्नु होला अनि इन्जोय लिनु होला। हामी पनि समाप्त मिलेछ भने, टाइम मिलेछ भने यो ठाउँसम्म जानु एकदमै जरुरी छ। यो भिडियो हेर्नुहोस्, इन्जोय लिनुहोस्। हाम्रो सचिन दाइको भिडियो हो यो। म भिडियोको लिङ्क डिस्क्रिप्सनमा राखिदिनेछु। तपाईहरुले चेक गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ, फुल भिडियो वाच गर्न सक्नुहुन्छ। भन्दै आजको भिडियोको टपिकतिर जाउँ। बझाङ जिल्ला यति आइजाउ पाना फल्छ मोती बझाङ जिल्ला। कहाँ हो कहाँसम्म? यता तल गाउँ हो भनी लख काट्न सकिने, तर केही नदेखिने। बिहानै परदासीमा उठ्यो। परदासीको एउटा गोठमा सहजै भयो बास। लगभग 9 जना मजाले अटाइयो, खाना पनि खाइयो। अब यहाँबाट चाहिँ हामी फेरि आज चाहिँ जलजलासम्म पुग्नेछौँ। जलजला चाहिँ चाँदे शिखरको लगभग बेसतिर पर्छ। त्यहाँबाट फेरि हामी आज जलजलामै बसेर भोलि चाहिँ सुरमा सरोवर र तातोपानी अर्थात् तपोवन क्षेत्र पुग्ने प्रयास गर्दैछौँ। जमिनमा रङ्गीचङ्गी भुइँफुलहरू फुलिरहेका, परको डाँडामा घामले अस्तित्व देखाइसक्यो। हरियो डाँडाभन्दा पर निलो डाँडा देखिने, तल बादलले घुप्प छोपेको बादलको महासागर, त्यता परको डाँडा कतै खप्तड पर्छ सायद। एउटा नयाँ ऊर्जा थपिदियो यो दृश्यले। यस्तो बादल आएको छ मान्छे भन्दा तल। यहाँबाट झ्याम्मै हाम फालेर बादलमा चाहिँ गुडगुडी खेलौँ कि जस्तो लाग्छ हौ। हाम्रो अब परतासीबाट अब हाम्रो यो हिँडाइ सुरु भइसक्यो होइन। अब हामी चाहिँ अब जलजला बस्ने तर्खरमा छौँ। यताको भ्यू चाहिँ एकदम राम्रो आइरहेछ। आजले हिजो बिर्साइदियो। हिजोको थकान, वर्षाको रुजाई, कठिन मार्ग सबै भुलियो। नयाँ जोस र ऊर्जा भरेर फेरि उकालो उक्लन सुरु गरियो। बिहानको 6 बजेतिर नै। हामी सुरमा सरोवरको 4 भागको 1 भाग जति मात्र चढ्दै रहेछौँ। कठिनाई चाहिँ 1 भाग पनि भएको छैन। तल सुरमा गाउँपालिका 4 मा अवस्थित थगुन डाँडामा हरेक वर्ष जनै पूर्णिमा छेक 4 दिने मेला लाग्छ, बिरिजात मेला। उक्त अवसरमा तीर्थालुहरू सुरमा सरोवर जाने गर्छन् खाली खुट्टै। यति कठिन मार्ग उनीहरू 1 दिनमै चढ्छन्, त्यहाँ पूजा गर्छन् र अर्को दिन घर फर्किन्छन्। यहाँको बासिन्दाहरूका निम्ति यो मार्ग त्यति कठिन छैन, तर बाहिरबाट आउनेहरूका लागि भने केही अप्ठ्यारो महसुस हुन सक्छ। यदि हिँड्न सकिन्छ भने यो मार्गको यात्राले चाहिँ स्वर्गकै आभास दिलाउँछ। कति सुन्दर र कति मजा आउँछ, म मुखले बयान गर्न किमार्थ सक्दिनँ। साथीहरूले हामीलाई हौसला बढाउँदै हिँड्नु हुँदैछ। त्यही हिजो जस्तै कुरा अब आइपुग्न लाग्यो। यसपछि मार्ग सजिलो छ भन्दै, तर हामीले बुझिसक्यौँ अब हिँड्न धेरै बाँकी नै छ र मार्ग सहज कतै छैन भनेर। आज हामीले सुरुदेखि नै गति बढायौँ। उहाँहरूको योजना जलजलामा बस्नेछ, हामी भने सुरमा सरोवर नै पुग्ने लक्ष्य राखेर हिँड्दैछौँ। हामी परतासीमा बसेको त्यो होटलबाट करिब 1 घन्टा हिँडिसक्यौँ। अब हामीले उक्लिनु पर्ने डाँडा यो माथिको जुन देखिँदैछ त्यो पल्लो चाहिँ चाँदे शिखर हो। चाँदे शिखर पनि देखिन्छ यहाँबाट। त्यो कटिसकेपछि चाहिँ अब हाम्रो लगभग यस्तो उकालो बाटोको चाहिँ यात्रा अन्त्य हुन्छ। अब पाटनहरू पनि आउँछन्, साह्रै सुन्दर दृश्यहरू अब देखिन सकिन्छ अरे। अब यहाँ पुगिसकेपछि हाम्रो यो कष्टकर हिँडाइ पनि केही हदसम्म सामान्य स्तरमा झर्नेछ। केही तेर्सो अनि फेरि 1-2वटा उकालो कटेर हामी सुरमा सरोवर पुग्नेछौँ भने आजको हाम्रो बास चाहिँ पार्थै भन्ने ठाउँमा हुनेछ।
त्यो दार्चुला सिमाना हो होइन दार्चुलाको सिमाना पर पर त्योभन्दा वर हाम्रै सिमाना पर्छ त्योभन्दा डाँडा परि दार्चुला सिमाना अर्थात् यहाँबाट लिपुलेक कालापानी पनि त्यति टाढा त छैन हिँड्ने बाटो हुनु भने बाटो त्यति टाढा त छैन हुनु जाने भने त त्यो चाहिँ अब यतापट्टि जुन दाजुले देखाउनु भयो यो पल्लो पहाडको चाहिँ यो जुन फुस्रो फुस्रो भाग देखिँदैछ त्यो चाहिँ दार्चुला सिमाना त्यो दार्चुलै पर्छ त्यो डाँडा कताबाट बाटो छ र अब कस्तो छ बाटो चाहिँ एकदमै राम्रो बाटो चाहिँ एकदमै राम्रो छ तर यता चाहिँ हेर्दाखेरि चाहिँ धेरै नै अप्ठ्यारो बाटो हो बाटो चाहिँ एकदमै राम्रो छ है बाटो राम्रो छ भन्नुहुन्छ साथीहरू यस्तो छ यहाँबाट कथम यदि खुट्टा चाहिँ चिप्लियो भने कुनै उपाय छैन तल एकातिर पनि यस्तो अर्कोतिर बरु अलिक कम्ती भिड ढुङ्गा मात्रै छ चट्टानै मात्रै बाटो चाहिँ यहाँ माथि गएपछि चाहिँ छैन जस्तो देखिने तर पनि बाटो चाहिँ छ यस्तो शिखरमा हामी चढ्दैछौँ चट्टानको बाफ्रे कस्तो छ यो भौगोलिकता यता चाहिँ घाम लाग्यो यता अलिकति एन्टिलाइट पर्ला तर यो हामी सबै थोक देखिने संसार देखिने ठाउँमा छौँ यहाँबाट वरिपरि हेरौँ एकताल गलेर चाहिँ धेरै स्यास छ आवाजमा यतातिर चाहिँ अब दार्चुलाको पहाडहरू चाहिँ छोपिए अहिले पहाडी जाने बस आयो बम्बई जाने रेला हे मैना चढी यस्तै हुँदो रहेछ पिरातीका खेला पहाडी जाने बस आयो बम्बई जाने रेला यस्तै हुँदो रहेछ पहाड चढ्ने बेला उकालो बाटो यता घाम छ घामले आँखा खायो तो छ यो तल कता हो कता तर दृश्य चाहिँ यति सुन्दर देखिने भिडियो त हेरि नै हाल्नुभयो कस्तो लाग्यो कमेन्ट गर्नु होला यो भिडियो चाहिँ सुदूरपश्चिमको हो एकदमै खतरा लाग्यो मलाई चाहिँ एकदम खतरा लाग्यो हाम्रो देशमा कस्तो कस्तो चिजहरू लुकेर बसिया छ भन्ने कुराहरू हेरि नै हाल्नुभयो कमेन्ट गर्नु होला अनि यो भिडियोको फुल्ली लिङ्क चाहिँ मैले डिस्क्रिप्सनमा राखिदिनेछु गएर चेक गर्नु होला समथिङ आधी घन्टाको भिडियो छ यो है अनि मेरो युट्युब च्यानललाई सेयर अनि सब्सक्राइब गरिदिनु होला म आगामी दिनमा यस्तै भिडियोहरू ल्याउनेछु भन्दै आजको लागि बिदा हुन चाहन्छु जय नेपाल।